हजुरहरूलाई यदि पाइल्स छ र यदि पाइल्स हुन नदिनको लागि गर्नुपर्ने यी 3 कुराहरू। हजुरहरू लामो समय टोयलेट बस्नु भएन, बल गरेर दिशा गर्नु भएन र दिशा सारो हुनु दिनु भएन। जस्तै नम्बर 1 हजुरहरूले बल गरेर दिशा नगर्नु भनेको मतलब जस्तै हाम्रो अधिकांश नेपालीहरूको बानी हामी अफिस जाँदैछौँ अथवा घर बाहिर जाँदैछौँ अथवा कतै जाँदैछौँ भने हामीलाई बाहिरको शौचालय त्यति धेरै मन पर्न नसक्छ, त्यो अथवा आफू क्लियर भएर जाउँ भन्ने कन्डिसनले गर्दा हजुरहरूले घरमै दिशा कनेर भए पनि म बल गरेर भए पनि म दिशा क्लियर गरेर जान्छु भन्ने कन्डिसनले गर्दा पनि हजुरको मलद्वार बिग्रिन सक्छ। र अर्को कुरा भनेको दिशा सारो हुन नदिनु भनेको जस्तै हजुरलाई यदि कब्जियतको समस्या छ भने पनि हजुरहरूको मलद्वार वरिपरिका नसाहरू सुन्निने, नसाहरू फुल्ने, मलद्वार फाट्ने अथवा बढी कनेर बल गरेर दिशा गर्ने कन्डिसनमा हजुरहरूलाई रेक्टल प्रोल्याप्स पनि हुन सक्छ, पाइल्स फिसर फिस्टुलाहरू पनि हुन सक्छ। त्यो भएर हजुरहरूले चाहिँ दिशा सारो हुन दिनु भएन। र त्यस्तै अर्को कुराहरू भनेको चाहिँ हजुर लामो समय टोयलेट नबस्ने भनेको यदि हजुरहरूको पेट ठिक छ, यदि हजुरहरूको आन्द्रामा कुनै पनि समस्या छैन भने हजुरलाई सर्ट टोयलेट र लङ टोयलेट सँगसँगै हुन्छ। भनेको जस्तै हजुर 3 देखि 5 मिनेटमा हजुरहरूलाई कम्प्लिट रूपमा पेट खाली भइसकेको हुन्छ। तर हाम्रो बानी कस्तो छ, टोयलेट जाँदा मोबाइल हेर्ने, टोयलेटमा बसेर पत्रपत्रिकाहरू पढ्ने, टोयलेटमा बसेर गेमहरू खेल्ने, आधी घन्टा 1 घन्टा बिताइदिने। त्यो अवस्थाले गर्दा पनि मलद्वारका नसाहरूलाई अत्याधिक प्रेसर परेर मलद्वारमा समस्याहरू अत्याधिक मात्रामा बढेको अवस्था देखिन्छ। यदि यस्तो समस्याहरू छ भने हजुरहरूले चाहिँ मलाई समस्या छ कि छैन भनेर पनि हजुरहरूले चेक गर्न सक्नुहुन्छ। भने समस्या छन् भने मलाई कहिले दुख्ला, कहिले पोल्ला, कहिले रगत जाला अथवा कहिले गाह्रो भएर डाक्टरसँग जाउँला भनेर हजुरहरू बसेको मैले धेरै जस्तो देख्छु। यो कन्डिसन छ भने हजुरहरूले के गर्नु पर्यो भन्दा हजुरहरूलाई गाह्रो नहुँदै चेकअप गर्ने बानी बसाल्नु। किन भन्दा अत्याधिक गाह्रो भएपछि त गाह्रो भइहाल्यो हैन, हजुरहरूलाई नि गाह्रो, डाक्टरलाई उपचार गर्ने डाक्टरलाई पनि गाह्रो। किन भन्दा जति हजुरहरू पीडा लिएर जानुहुन्छ नि हाम्रो राम्रोसँग एक्जामिन पनि गर्न सकिँदैन। त्यो कारणले गर्दा यदि हजुरहरूलाई मलद्वार सम्बन्धी समस्या छ भने हजुरहरूलाई हामीले मेसिन राखेर भित्र सम्पूर्ण कुराहरू राम्रोसँग हेर्न सक्ने अवस्था रहन्छ। तर भरसक हजुरलाई अझ नदुखेको बेला आइदिनु भने अझ मेसिन राखेर हेर्न अझ सजिलो हुन्छ। त्यो कारणले गर्दा यदि हजुरहरूलाई मलद्वार सम्बन्धी समस्या छ भने समयमा नै चेक जाँच गर्ने बानी बसालौँ। रोग पालेर होइन, रोग फालेर बसौँ, लाज नमानौँ। किन भन्दा हजुरको मलद्वार भनेको हजुरको आफ्नै अङ्ग हो। जस्तो मुखको महत्त्वपूर्ण भूमिका रहन्छ त्यस्तै मलद्वारको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। मलद्वार पनि हजुरहरूकै हो। तर लाज मानेर चेक जाँच नगरेर पीडा भोगेर आउनुभन्दा समयमा नै उपचार गर्ने बानी बसालौँ। हस्त नमस्ते, धन्यवाद।